गुड मर्निङ एभ्रिवान अनि हाम्रो सबै भ्युअर्सलाई ह्याप्पी शिवरात्रि। अनि हामी चाहिँ अहिले कलङ्गीमा छौँ। आज हाम्रो भिडियो काभ्रेस्थलीको डाँडामा आउँदैछ है गाइज। खतरा भ्यू देख्छ होइन, त्यहाँ गएर चाहिँ हामीले अब आज फर्स्ट टाइम दाइको त्यो फर्स्ट टाइम जाँदै हुनुहुन्छ। म चाहिँ अस्ति नै गएर आइसकेको थिएँ, त्यसैले अब बिस्तारै जान्छौँ। गाइज हाम्रो भिडियोहरू चाहिँ हेरिरहनु भयो होला है। अस्ति हामी त्रिशुली गएर आएँ, नुवाकोटमा चाहिँ एकदम रमाइलो भयो। अनि त्यसपछि बिस्तारै बिस्तारै हाम्रो भ्लग चाहिँ रेगुलर आउँदैछ। म आर्टिया मोटो भ्लगबाट थ्रुबाट बोलेको छु होइन। म चाहिँ भाइ अब देख्नु भयो होला अस्ति बिएमई इज ब्याक भनेर। अब यदि साथ सपोर्ट भयो भने चाहिँ म बिएमईमा नि भिडियो हाल्छु बिस्तारै है। अनि त्यसपछि चाहिँ टक्क दुईजना दाजुभाइ मिलेर कम्बो हान्नुपर्छ होइन, हो कि दाइ? अब भ्लगिङ भने त्यस्तै हो, रमाइलो गर्नुपर्छ बाटोमा होइन, ठाउँमा गएर रमाइलो हान्नुपर्ने नै हुन्छ नि। डर चलाएपछि फेरि छुट्टै भाइब्स आउँछ कि फेरि मलाई अलिक बढी बटारिदिउँ कि क्या हो जस्तो हुन्छ, तर गलतै हुन्छ। अस्ति मेरो बाइक हामी दाजुभाइ यसमै लडेको थियो कि, अनि चिट काटेको थियो। 2 महिना हुन लागिसकेको थियो दाइ, 2 महिना हुन लागिसकेको थियो कि चिट काटेको। अनि मैले चिटै साटेको छैन। भएको चाहिँ के होइन यस्तो यसरी नै बिस्तारै जाँदाखेरि नयाँ टायर चाहिँ चेन्ज गर्दाखेरि हल्का यस्तो टर्निङमा लडेको थियो। पुलिसले यतिकै लापरवाही भनेर चिट काटेको थियो कि। अनि मैले चाहिँ होस् होइन, गल्ती नै छैन, आफू एक्लै लड्या हो, अरूलाई हाने नि होइन, यसो ओभर स्पिड नै गरेको थिएन। तर यत्तिकै हुन्छ नि। स्वयम्भूको डाँडैमा राखो मलाई मनैमा। स्वयम्भूको कोही हुनुहुन्छ भने मलाई भेटिहाल्यो है गाइज। यदि कोही मोटो भ्लगिङहरू हामीसँग भ्लगिङ गर्नु चाहनुहुन्छ, हामीसँग भिजिट गर्नु चाहनुहुन्छ भने हाम्रो आर्टिया मोटो भ्लगलाई कमेन्ट गर्नु सक्नुहुन्छ। हामी सबै मिलेर कम्युनिटी बनाएर टक्क भिडियो सिडियो हान्नु सकिन्छ है। क्यामेरा छ हामीसँग, त्यस्तो हुन्छ नि हामीसँग सबै कुरा ग्याजेट्सहरू त नहोला, बट भ्लगिङको लागि अब ड्रोनहरू त छैन होइन, किनकि हाम्रो स्टार्टिङ फेज हो है। त्यही भएको कारणले हामीसँग ड्रोन चाहिँ अब कहिलेकाहीँ अब एउटा दाइको छ, कहिलेकाहीँ हुन्छ नि सेयरिङ गरेर चाहिँ युज गरिरहेको थियो। अलिकति क्वालिटी लो आयो जस्तो भएर अनि हामीले चाहिँ ड्रोन सटहरू हालेको छैन, किनकि हामीलाई अब ट्रेनिङ गर्नु पऱ्यो नि त अब ड्रोन उडाउन। अनि ड्रोन उडाउँछ भने यत्तिकै अब जहाज उडा हो र त्यो पेपरको उडा हो र प्लेन होइन, त्योहरू सिक्नुपर्छ। दाइले अब बिस्तारै अब 1K मा हजुरहरूले सपोर्ट गर्नुभयो भने 1K आयो भने ड्रोन हान्ने भन्नुभएको छ, त्यसैले है। अनि गिभअवे नि हुन्छ है गाइज, जो कसैले हुनुहुन्छ नि हामीलाई सपोर्ट गरेर 1K पुऱ्याउनु भयो भने चाहिँ हामी गिभअवे पनि दिन्छौँ। त्यसैले हजुरहरूको साथ सपोर्ट चाहिँदैछ है हामीलाई। बाटो त खाली नै छ, शिवरात्रि लागेर होला सबै मान्छे पशुपतितिर, हामी भने डाँडातिर है गाइज। अनि आज जान लागेको ठाउँ चाहिँ काभ्रेस्थली डाँडा हो। त्यो लोकेसन चाहिँ हाम्रो भ्लग हेरेर देखेर जान सक्नुहुन्छ, किनकि हामी अब 2टा बाटो जाँदैछौँ। जाँदा चाहिँ हामी झोरबाट जान्छौँ, किनकि अब घुम्ने नै त हो नि आज, अनि त्यही भएर घुम्ने तरिकाले जाने भएको भएर हामी चाहिँ झोरतिरबाट जान लाग्छौँ। यता यो काभ्रेस्थलीबाट पनि जानु मिल्छ मिल्न त होइन। अनि हामी चाहिँ उता झोरबाट एकजना साथी पनि छ, साथी पनि जाने भएको भएर हामी चाहिँ झोरबाट उकालो लागेर होइन, अफरोड छ कडा, डर भएपछि अफरोड हान्नै पर्ने हुन्छ। तर हामी पिलन सिटमा छौँ, अब बिस्तारै जान्छौँ। जे होस् रमाइलो गर्छौँ, हजुरहरू नै भिडियो हेरेर रमाइलो गर्नु होला है त गाइज। हाम्रो नेपालमा चाहिँ कस्तो भइरहेछ भन्दाखेरि अलिकति हुन्छ नि छुट्टै ट्रिट भइसक्यो अहिले। कस्तो भन्दाखेरि छुट्टै ट्रेडिसन आइसक्यो, सबै हाम्रो नेपाली हो नि त, अलिकति नेपाली ट्रेडिसन पाराले हिँड्नु पऱ्यो नि त। अहिले अब हाम्रो अब दसैँ तिहार पनि बिस्तारै लोप हुनु गयो जस्तो हुन्छ होइन। पहिला जस्तो भाइब्सहरू आउँदैन, मान्छेहरू पहिला पिङ होइन त्योहरू हुन्छ नि, खेल्दाखेरि हुन्छ नि कति मान्छेहरूको क्रेज हुन्थ्यो। अनि त्यसपछि देउसी भैली खेल्ने मान्छे कमी हुन्थेन होइन, हरेक ठाउँमा धेरै रमाइलो हुन्थ्यो। तर अहिले एकदम कमी भइसक्यो क्या,
किन हो है हामी अब हरेक हुन्छ नि मान्छेहरू एकदमै उसमा फोकस भयो क्या यो हुन्छ नि ग्याजेट्सहरूदेखि अति नै क्रेज हुन थालिसक्यो क्या मान्छेहरू जहिले पनि मोबाइलमा झुन्ने नै बस्ने त्यही त हो नि त्यही भएर बानी बिग्रिसक्यो खराब बानी छ बाइक भेट्ने बित्तिकै कुदाउने बानी छ हो अहिले चाहिँ हामी ट्याक्कै ग्रिन लाइन आइसक्यो सामुखुसीबाट भित्र छिरेर है यो ठाउँ त पक्कै नै थाहा होला है झोर जाने बाटो कता हो भने चाहिँ मान्छे जो कहिले नचिन्ने कुरै हुँदैन र अनि हामी जस्तै यङ्स्टर केटाहरूले यो ठाउँ नचिने हुँदैन क्या होइन धेरै जस्तो त फेभरेट प्लेसै हुन्छ क्या झोर होइन किनकि अब ठाउँ नै त्यस्तो छ है गाइज हेलो 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 हो कि क्या हो सिक्स स्पिड भयो गाइज डट चढ्दा चाहिँ धोस्ते मजा आउने के कुदाइदिउँ कि क्या हो अझै पुगेन कि क्या हो पावर जस्तो लाग्दो रहेछ के दोस्तै तर पिकअप चाहिँ वाइल्ड बढाएर रहेछ कि मैले फुल टोटल फाल्दा नि हजुरको त्यो ला त फाल्छ पिकअप चाहिँ बढाएर रहेछ क्या डोका बजार आइपुग्यो हामी सेफ राइड हान्छौँ होइन बिस्तारै बिस्तारै फेरि जोसमा धेरै जोस चिन्न हुन्न क्या जाने है गाइज हामी चाहिँ बिस्तारै गइरहेछौँ अब बाटोमा त्यस्तै त हो नि चलबल हान्ने धेरै हुन्छन् होइन हामी चाहिँ राइड सेफ राइड हाल्यो भन्ने कुरा हो कि हाम्रोबाट चाहिँ हजुर ए ल क्लाइमेट पनि राम्रै छ भनौँ आजको लागि भ्यू राम्रो देख्ला तर अलिकति धुम्म छ माथिबाट चाहिँ हेर्दाखेरि चाहिँ माथिबाट हेर्दाखेरि चाहिँ हुन्छ नि अलि फिक्का आउन सक्ला तर रमाइलो लिनेछ हजुरहरू रमाइलो लिनु होला ब्लग इज गोइङ अन एभ्री डे हुन्छ नि हामीले हजुरहरूको लागि दुःख गरेका छौँ होइन साथ सपोर्ट दिनुभयो भने यसरी नै हामी अगाडि बढ्नेछौँ नयाँ नयाँ ठाउँ घुमेर हजुरहरूलाई भिजिट गराएर होइन हामी नपुगेका ठाउँ पुर्याउनेछौँ अनि त्यसपछि हजुरहरू नि घुम्न मन लाग्यो भने यताउति यो ठाउँ कस्तो होइन काठमाडौँमा धेरै ठाउँहरू छ क्या लुकेको ठाउँ त्यही भएर गाह्रो हुन्छ अनि त्यही कारणले हजुरहरू हाम्रो भ्लगिङहरू हेर्नुभयो भने चाहिँ हजुरहरूले ठाउँहरू लुकेको ठाउँहरू चाहिँ देख्न सक्नुहुन्छ किनकि अब डट हो नि त डटमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरको अफरोड धेरै युज हुन्छ नि त त्यही भएर अनि अलिकति कुनातिर अलिकति डाँडातिर चाहिँ धेरै जान सकिन्छ क्या हामी त्यही भएर भ्लग हेर्दै गर्नु होला है गाइज ह्याप्पी शिवरात्रि हाम्रो चाहिँ ठ्याक्कै ओसिन भाइलाई चाहिँ अघि नै ट्याक्क त्यहाँ ग्रान्डीमा भेटेर होइन अनि टक्क लाएर उसलाई भेटिसक्यो हामी चाहिँ अहिले कहाँ छौँ भनेपछि जोरतिर छौँ है बाइकहरू यहाँ चाहिँ दुईवटा बाइकमा चाहिँ आएको हामी देखेँ नै क्या भाइको चाहिँ अब मोटाडमा छ होइन डट र मोटाडमा छ हाम्रो दुईवटा बाइक अब अफरोड राइड हान्दैछौँ है हामी अवश्य हामी कहाँ भने काभ्रेस्थलीतिर जाँदैछ है माथिको डाँडातिर देखाउनु जाने हामी माथि जाने कहाँ ए होइन यता डाँडा जान्छ डाँडै कट्नुपर्ने हो स्यान्डी यो डाँडा यस्तै छ ल
माथि गएर बस्नु त अनि हाम्रो मेन डेस्टिनेसन भनेको त्यहाँ छ अब हामी त्यहाँ पुग्छौँ है ल ओ ड्रोन सट आयो ड्रोन सट मतलब भएन नि ड्रोन सट यो ड्रोन सट ओ हाम्रो ड्रोन कता पुग्यो अहिले घुमिरहेको छ ड्रोन ल्यान्ड गरौँ ल्यान्ड गरौँ होइन ब्याट्री सक्यो ए हजुरहरूलाई के कस्तो लाग्छ इन्जोय गर्नु होला हाम्रो भ्लग हेरेर यो सिजनमा चाहिँ लास्टै गाह्रो हुँदैछ अप्रोचमा दाइ झन्नै फस्नु भएन कुन्ने गौतम जसरी झन्नै फस्नु भएन है दाइ ठिकै छ शिवरात्रिको दिनमा पनि हामी भ्लग गराइरहेको छौँ यो सबै हजुरहरूको लागि हामी शिवरात्रि मनाउन छोडेर विभिन्न किसिमको अब अहिले दिन्छु छोडेर ल अब अहिले ऊ आगे रहेन त कस्तो पावर आफै फाल्छ हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा आइसक्यो है ल दिस वान इज द हाम्रो फाइनल डेस्टिनेसन आज शिवरात्रि मनाउन सबैजना मान्छेहरू पनि आउनु भएको रहेछ म चाहिँ अघिल्लोचोटि आउँदा कोही पनि थिएन एकचोटि चाहिँ भन्नु देख्यो यो चाहिँ शिवपुरी ल देखौँ है यहाँ हेरौँ है हेरौँ ल खसै क्या म हिमा चढेको अवस्था हो यहाँ बाटो हुँदै ऊ त तलतिर गइन्छ क्या अब पुग्छ क्या ल जाम यहीँबाट बाटो छ क्या ए ढुक्क हो नि गलत त हुँदै हुन्न नि आयो त दाइ ल हिमाल चढौँ चढ्दैछौँ है हामी आयो आउँछ राकेश दाइ अनि हिमाल चढेर कस्तो भयो भन्ने कुरा हुन्छ हिमालमा जाँदा मान्छेहरू होइन बुट सुट लाएर होइन यताउति सेफ्टी लाएर हिँड्छ हामी चाहिँ होइन बुट बिना हो फेरि टुप्पोमा बाइक लिएर आइसक्यो यस्तो चाहिँ के भन्ने हो ल दाइ यहाँ चाहिँ विभिन्न किसिमको के छ अरे दाइ डाँडाहरू अनि यो रुखलाई के भन्छ दाइ हामीलाई क्यामेराम्यान के छ शिवरात्रिको अवस्था दाइ बस के भन्नुहुन्छ यो विषयमा यो विषय अलिकति जटिल चाहिँ छैन कि अब हामी फोटो सुट हाल्दैछ ल अब हाम्रो फोटो सुटहरू चल्दैछ 2-4वटा फोटो पनि हालिदिन्छौँ है हामी को कतिको हेर्छौँ म थाकेर आएको अवस्था तल पुगेको हिँड्दै पानी दिनै पर्ने हुन्छ अब हिमाल झरेको अघि सजिलो भयो उक्लिँदा साह्रै गाह्रो भयो
मुटु फुट्ला जस्तो होइन तिमीलाई के कम भयो राकेश दाइ के हुँदैछ थाकियो स्यान्डी भाइ चाहिँ यहाँ बाइक फर्काउँदा लडेर चाहिँ अलिकता स्थिति नाजुक छ उसको अहिले होइन कन्टेन्टमा परेन आज के शिवरात्रि भएर हो कि के हो होइन त्यस्तो त होइन है सबैको बिचमा यहाँ लडेर होइन अलिकता स्थिति चाहिँ नाजुक छ उसको खुट्टाको फनक्क घुमै आएर फनक्कै पल्टिहाल्यो हामी चाहिँ हेरेको हेरिदिउँ न के भयो अरे हामी गाइज अनि हामी चाहिँ भर्खरै होइन माथिबाट झऱ्यौँ अनि बाटो अफरोड पनि थियो ढलान पनि थियो होइन अनि त्यसपछि अहिले चाहिँ हामी खाजा खान आएको छौँ यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि ठ्याक्कै झोरमा हो यो हरि पेट्रोल पम्प भन्ने नजिकमा हो ड्रागन क्याफे भन्ने छ है अनि हामी चाहिँ अहिले खाजा खान लाग्छौँ सो यहाँको सिनेमेटिक एउटा हेरिदिनलाई गाइज आज चाहिँ अब हामी यहाँ झन्डा पार्कतिर आएको थिएन अब जोस् यस्तो अब खासै के भएन अब भिडियोहरू चाहिँ के कस्तो लाग्छ तपाईँलाई अब यसो हेरेर होइन लाइक सेयर कमेन्ट गर्न नभुलिदिनु होला यति भन्दै स्टे सेफ सबैजनालाई बाइ सी यू सुन